ल हाम्रो चाहिँ ब्लग सुरु भइसकेको छ अब हाम्रो यात्रा चाहिँ माथि गौडासम्म हो यो चाहिँ मेरो फर्स्ट ब्लग हो केही कमी कमजोरीहरू हुनसक्छ लागौँ होइन लागौँ अब हामी बाइक स्टार्ट गरेर लाग्दैछौँ म चाहिँ ब्लग चाहिँ पहिलेदेखि गर्न खोजिरहेको थिएँ क्या अब मैले सुरुमा अब थाहा हुँदैन नि त अहिले सबै थाहा छ अहिले सबै थाहा छ अहिले अलिअलि युट्युब हेरेर कहाँ सबै थाहा हुन्छ त यार सुरुमा ज्ञान गुणहरू हल्का फुल्का अब गरेको र अब हेरेको त कहाँ हुन्छ गर्दैछु बिस्तारै विदेश जानु नपरोस् भनेर सुरु गरेको क्या मान्छेले बोल्दै भ्लग गर्छ यार हाम्रो त बोली नै नपुग्छ त अनि कसले नै बोलिदिने हो अब बोली नै टुक्किन्छ त अनि यहाँदेखि माथि मुसुन हाने ल पञ्चदशी यता भएको हुनाले हाम्रो लोकेसन यता हो भर्खर हामी आउँदाखेरि यहाँनिर केही थिएन क्या धेरै राम्रो गरिरहेछ यहाँ दुईचोटि बिच भइसक्यो यहाँ यहाँको मान्छेहरूको प्रगति देखेर अति लाग्छ र मलाई यति छिटो छिटो डेभलप गरिदिन्छ क्या बाटो दामी बनाएको छ अस्ति भर्खर आउँदाखेरि भत्किएको थियो यसरी कुलो काट्नु पर्ने हो क्या सुरुमा बिच बनाउनु भन्दा अहिले चाहिँ हामी शान्तिनगरको गढी गणेशपुरमा आइपुगेको छौँ यो यात्रा चाहिँ यहाँदेखि अब लगभग 4-5 किलोमिटर छ हामी साइड माग्छौँ गाडीलाई गाडीले शान्ति सक्नु भएको छ हामी बिस्तारै अघि बढ्दैछौँ हाम्रो गन्तव्यतिर ठाउँमा चाहिँ धेरै गर्मी भएको कारणले हामी चाहिँ पाहाड लाग्दैछौँ छिटो छिटो हावा खानेलाई तराईतिर हल्का गर्नु छ त्यही भएर हामी पाहाड लाग्दैछौँ हामी चाहिँ फाइनली हाम्रो गन्तव्य ठाउँमा आइसकेको छौँ एकदम राम्रो छ प्राकृतिक सौन्दर्य एकदम राम्रो भएको कारणले हामी एकदम केटाहरूलाई अब टपेर जान्छ होइन अब क्यामेरामा आएको छैन नि फेरि हालै छैन क्यामेरामा आएको छ कि छैन यार आइरहेछ फर्स्टचोटिको अनुभव हो नि त मिस्टेक भयो सबै देखिन्छ क्या कतिमा राम्रो भने क्यामेरा सुरुमा यस्तै होला सबै गोली पनि हराइजाने क्या फेरि सुरुमा नि तपाईँले ठुलो मुद्दा परिरहेको ल अब हामी यहाँदेखि चाहिँ हाम्रो माथितिर जान्छौँ मेला लाग्न टुटे भयो चाहिँ भव्य ठुलो मेला लाग्छ यस पाहाड छेउछाउ बस्नुको फाइदा चाहिँ यही हो क्या अब मलाई एडिट गर्नु पनि आउँदैन भाइ केही आउँदैन सुरुमा केही अब थाहा छैन त्यसरी त गर्नु होला नि ऱ्याङब्लिङ लडिन्छ है फेरि लड्यो भने उठिहाल्नुपर्छ ल
जसरी लडेको त्यसरी घराक्क पनि हाल्नु सिँचाइको लागि चाहिँ बबाल छ नि फेरि यतातिर यहाँ त अनि फेरि योग्य जमिनहरू हो नि त तिमी हात यता यता नदेखाउ न ड्राइभरलाई त्यो त हेर्नु मन लाग्छ क्या लडिन्छ होला फेरि मलाई सबैभन्दा यो माथिको सबैभन्दा बबाल लाग्नु नआउँछ यो हो यहाँ यो ठ्याक्कै यो यहाँ यो यो ठाउँमा नि यति पनि राम्रो छ क्या एकदम समतल ठाउँ होइन च्याटक्क परेको माथि पहाड फेरि बिचमा चिल्लो अनि बेलाले यसरी बाइक पनि हल्लिन्छ लड्ने गरी अनि ठ्याक्क कफी खाँदै होइन यहाँ टक्क 2 ताले घर बनाएर पैसा चाहिँ छैन होइन तर भने सोच कि हामी किरात पार्क पनि जान्छौँ किरात पार्क चाहिँ हाम्रो यहीँ मासतिर हो नि हामी 2जना मात्रै सुटुक्क गएर आउनुपर्छ हात पाइहाल्छ नि गएको थियो भने कसरी थाहा पाउँछ राम्रो छ यहाँदेखि चाहिँ अब हाम्रो सक्यो नै होला लगभग र पनि बाटो चाहिँ राम्रो बनाइसकेको छ पहिलेको भन्दा यहाँदेखि छिर्छ किरात पार्क जाने हो भने हामी एकछिन एक झलक यसो अवलोकन गर्नलाई मात्र गएको राम्रो छ हामी किरात पार्क जाँदाखेरि यहीँदेखि गएको हो क्या अनि ठाउँ ठाउँ भएर फर्किन्छ तिमी मात्रै हो त त्यतिखेर तिमी हो न हौ सानो बाटो हेरेर त्यतिखेर यही बाटो गएको होइन त्यो यो पल्लो बाटो गएको यो चाहिँ किरात पार्क जानुलाई एकदम राम्रो बाटो हो यहाँदेखि भ्यू देखाउँदैछु नि तपाईँहरूलाई ल म तपाईँहरूलाई यहाँको भ्यू देखाउँदैछु हामी यहाँको बाटो चाहिँ यहाँदेखि हो यहाँदेखि आयौँ यहाँनिर चाहिँ पार्कहरू गरेर यो देखिँदै गरेको ठाउँमा पार्कहरू गरेर चाहिँ घुम्न जान्छन् मान्छेहरू कुन त्यो झुलुङ्गे पुलमा यो पारीको गाउँ चाहिँ अब अलिक मजाले देखिएन